नेपालको शिक्षा ऐन 2028 विरुद्ध अहिले शिक्षकहरू हुनुहुन्छ, त्यो हामीलाई पीडा छैन। तसर्थ नेपाली हुनुको नाताले नेकपा एमाले नेपाली कांग्रेसका मान्छे के भन्छ यो भैँसी इच्ने बाटो भनेको होइन। नमस्कार गर्दैमा तपाईहरुलाई 200-400 रुपैयाँ दिदैमा तपाई भोट नदिनु होला। हे एभ्रीवान, नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू भ्लग। म चाहिँ सन्चै छु है साथीहरू, तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा सहित फेरि पनि न्यू डे न्यू भ्लगको साथमा हार्दिक स्वागत गर्न चाहन्छु। भ्लग चाहिँ आज विशेष खालको छ। एउटा कुनै पार्टीगत कार्यक्रम रहेछ है। मलाई चाहिँ अब कुनै पार्टीको मतलब भएन, तर अब तपाईहरु माझ मैले भ्लग मार्फत जोड्नको लागि भए पनि त्यहाँ गएर यसो चाहिँ भिडियो मार्फत उहाँहरूले दिने कुराहरू भेटघाटमा के बोल्नुहुन्छ, के भन्नुहुन्छ हैन, के कस्ता कुराहरू आउँछन् यसो हामीहरू पनि सुनाउन त हैन, सुन्न त पाइयो। त्यसैले त्यो कुरा जोड्नको लागि म अहिले जाँदैछु त्यतातिर। सबै कुरा म उहाँहरूको जोड्ने छु। भ्लगलाई अन्तिमसम्म हेर्नु होला। यदि मन पर्यो भने लाइक, कमेन्ट, शेयर अनि च्यानललाई सब्स्क्राइब गर्न नछुटाउनु होला। ओके, लेट्स गो। म चाहिँ कार्यक्रम भइरहेको नजिकै छु र सबै कुरा त्यहाँ गएर अब जोड्न चाहन्छु है त। तपाईले मजासँग हेर्नुस्, उहाँहरूले के कुराहरू गर्नुहुन्छ अनि कस्तो लाग्छ, के लाग्छ जानकारी लिनुस् है त। द्वन्द्व प्रभावित रोल्पा जिल्लामा को छैन? कोही सत्ता पक्षबाट छ, कोही चाहिँ के छ माओवादी केन्द्रको त्यो तत्कालीन माओवादीको तर्फबाट छ। तत्कालीन सत्ता पक्षले गरेको दमनलाई साथ दिनेहरूले दुख पाउनु स्वभावैले हो। नैतिक रूपमा जसले साथ दियो त्यसले गर्यो, खुल्ला रूपमा खुलेर जसले साथ दियो त्यसले चाहिँ पायो। र त्यो दुख पाउने कुरालाई पनि यदि अजानमा कसैले व्यक्तिगत रिसिभीमा गरेको रहेछ भने त्यो कुरालाई त अहिलेको हामी माओवादी केन्द्रको तर्फबाट हामी आत्मआलोचित हुन्छौँ ती गतिविधिहरूलाई। र त्यो बेलाका केही गतिविधिहरू थिए विद्यालयमा पढ्ने कुरालाई चाहिँ हामीले के भनेका थियौँ त्यो बेला भने यो बुर्जुवा शिक्षाको काम छैन, वैज्ञानिक व्यावहारिक शिक्षा हुनु पर्यो भनेका थियौँ। यदि हामीले त्यो नभनेको भए तत्कालीन शिक्षकहरू चाहिँ जनयुद्धमा सामेल हुन्थे, कृष्ण महरा चाहिँ जनयुद्धमा सामेल हुन्थे, जोगबहादुर महरा सामेल हुन्थे, जस्तै लगायतका आम शिक्षकहरू चाहिँ हाम्रो शिक्षा क्षेत्र चाहिँ छोडेर यो आन्दोलनमा सहभागी हुन्न थियो र यो आन्दोलनलाई सफल बनाइन्न थियो। मैले उदाहरणको रूपमा पनि त्यो भनेको विद्यार्थी पढाउन मात्रै वञ्चित गरेको होइन। नेपालको शिक्षा ऐन 2028 विरुद्ध अहिले सडकमा चाहिँ शिक्षकहरू हुनुहुन्छ, त्यो त शिक्षा ऐनको कमजोरी हो नि त, शिक्षा नीतिको कमजोरी हो नि त। संविधानले त व्यवस्था गरेको छ नि त। वैज्ञानिक व्यावहारिक शिक्षा दिनको लागि शिक्षा के अरे नेपाल सरकारले परिकल्पना नगरेको भए अहिले तपाईँ हाम्रै वडामा चाहिँ व्यावहारिक शिक्षा अर्थात् वैज्ञानिक प्राविधिक शिक्षाको कुराहरू आउने थिएन। तत्कालीन समयमा भनेको कुरा यो थियो हैन। जनयुद्ध समयमा जनयुद्ध सफल गर्नको लागि अर्थात् अहिले जनयुद्धले प्राप्त उपलब्धिहरू मैले अघि भनिसके, संघीयता, समानुपातिक, समावेशिता लगायतका विषयहरू स्थापित गराउनको लागि, यो गणतन्त्र स्थापनाको लागि, राजतन्त्रको अंशको लागि हैन, तल्लो हाम्रो चाहिँ ग्रामीण लेभलमा हुने विभेदहरू, जातीय विभेद, लिङ्गीय विभेद भन्दा चाहिँ तपाईहरुलाई के लाग्न सक्छ? महिला र पुरुष भएकै आधारमा गरेको चाहिँ हाम्रो कर्म विभाजन, यो महिलाले गर्न हुने, यो महिलाले गर्न नहुने, यो पुरुषले मात्र गर्न हुने, यो पुरुषले गर्न नहुने भनेर जुन किसिमका चाहिँ गतिविधिहरू चाहिँ गरिएको थियो, ती कुराहरूलाई चाहिँ हामीले चाहिँ परिवर्तन ल्याउनु थियो। जातीय विभेदको सन्दर्भमा दलित जनजाति, दलित भित्र पनि हुने कुरा विभेद अथवा छुवाछुतको कुराहरू भने तपाईँ सजिलै बुझ्नुहुन्छ, नभए घरभित्र पस्न दिने र घर बाहिर पस्न नदिनेको कुराहरू बुझ्नुहुन्छ। यो विभेदको कुरामा चाहिँ हाम्रो सन्दर्भ कुरा के हो भने विशेष गरी सरसफाई गर्यो भनेपछि कुकुर सभामा पनि हाम्रो घरभित्र आउन हुने, मान्छेले चाहिँ सरसफाई गरेर घरभित्र आउन कस्तो अनैतिकता कुरा गरेको थियो। हामीले बुझ्ने भनेको चाहिँ जातीय विभेदको कुरा थिएन। हामीले त युद्ध आन्दोलनले त्यो कुरा बुझायो। हिजोका दिनमा युद्ध आन्दोलनले त हामीले त खाएको कुरा फाल्ने कुरा सिकेका थिएनौँ त। हिजोका दिनमा शौचालय भन्ने कुरा देखेको, अहिले जन्मेको मेरो छोराले त जन्मिँदै शौचालय देख्यो त। हाम्रो कुरा गर्नुहोस्, हामीले चाहिँ हामी नैतिकताको हिसाबले अथवा हामी चेतनाको हिसाबले, राजनैतिक चेतनाको हिसाबले, सामाजिक चेतनाको हिसाबले हामी कहाँ थियौँ? भनेपछि माओवादी आन्दोलनले गरेका त्यत्रा उपलब्धिहरू चाहिँ नदेख्ने, गरेको एउटा सानो कमजोरीलाई चाहिँ तिलको गेडालाई पहाड बनाउने यी प्रवृत्तिका विरुद्धमा माओवादी केन्द्र सधैँ लड्नेछ र जनतालाई बुझाउनेछ र जनता बीचमै रहनेछ। 22 घण्टा चाहिँ एउटा लडाईमा फिल्डमा लडाई हुँदा
हामीलाई के पीडा भएन? हामी के बन्दुकै बोकेका थियौँ त? हामी सेना बनेर माओवादी मार्न आएको थियौँ? हामी माओवादी बनेर सेना मार्न गएको थियौँ? हामीहरू घरमा बस्ने साना बालबालिकाहरू चाहिँ मर्ने समयको पर्खाइमा चाहिँ बस्यौँ त परिवार चाहिँ, त्यो हामीलाई पीडा छैन। तसर्थ रोल्पाली हुनुको नाताले, रोल्पा स्थापित गराउने चाहिँ माओवादी केन्द्र भएको नाताले मैले माओवादी भएकोमा गर्व गर्छु र तपाईँहरूले पनि गर्व गर्नुपर्छ। र माओवादी हो भनेर भन्नलाई चाहिँ खुलेर डराउन हुँदैन। र हाम्रा पात्रलाई चाहिँ हामीले चाहिँ मतदान गर्नेछौँ र हामीले जिताउनेछौँ। हामीले के भन्ने गर्थ्यौँ त्यतिखेर महिलाको अधिकार छैन, हाम्रो अधिकार छैन, बाटो छैन, खानेपानी छैन, पुल पुलिस छैन, यसको लागि राजा राज संस्थाको अन्त्य गर्नुपर्छ, गणतन्त्र ल्याउनु पर्छ, यी सबैलाई हटाउन पर्छ भन्दा कैयौं मान्छेहरूले तिमीहरूले गर्न सकौला र भन्नथे। र हामी साहस गर्दै गयौँ, आँट गर्दै गयौँ र हामीले राज संस्था अन्त्य गर्यौँ, लडाईँ लड्यौँ। कैयौं साथीहरू बित्नुभयो, कैयौं साथीहरू चाहिँ हङ्गभङ्ग हुनुभयो र कैयौं चाहिँ मेहनत गर्नुभयो। यही वडामा यही कोलमा पनि हाम्रो ज्ञानशरीज्यू पनि हुनुहुन्थ्यो, त्यसो रमिता, यो सबै यहाँ चाहिँ तपाईँको डिम्बर एरियाको टिम, यतामा फुर्क्यामेलको टिम, धेरै साथीहरूले हामीलाई सहयोग गरेको कुरा अहिले पनि तर्ताजा छ। राजासँग उतिखेर राजा पनि ठिक छ भन्ने काङ्ग्रेस, राजा पनि ठिक छ भन्ने एमाले, त्यो सङ्गमन त हाम्रो लडाईँ थियो। त्यो लडाईँ त हाम्रो बाँकी छैन, अझै पनि छ। तर त्यो हुँदै गर्दा अहिले के भएको छ भने देशमा सबभन्दा भ्रष्टाचार कोही पार्टी छ भने काङ्ग्रेस एमाले छ। हामी दाबीका साथ भन्छौँ माओवादी पार्टी भ्रष्टाचारको विरुद्धको पार्टी हो र यो हाम्रो लडाईँमा फेरि अर्को लडाईँ भनेको के छ भने एउटा राज संस्थाको लडाईँ हामीले फाल्यौँ। अबको लडाईँ भनेको गणतन्त्र भित्रका सामन्त र चोर फटारलाई फाल्ने लडाईँ हो। अबको लडाईँ त्यो जसले सयौं बिघा जग्गाहरू हडेका छन्, खाएका छन्, जसले चाहिँ सयौं पैसाहरू खाएका छन्। योभन्दा अगाडिको स्थानीय चुनावमा जो माओवादी जितेको थियो त्यतिखेर बाटो खुन्दै गर्दा नेकपा एमाले नेपाली काङ्ग्रेसका मान्छे के भन्छ यो पैसी हिँड्ने बाटो भनेको होइन, गोरेका बाटो यस्ता बाटो हुँदैन भनेका होइन, यहाँ आएर भाषण गरेका होइन। खास ऊ बाटो भैँसी हिँड्ने हो, त्यो बाटो भैँसी हिँड्ने देख्नु भएको छ नि। उतिखेर वीरबहादुर खत्रीको नेतृत्वमा भएको बाटो खनाइले उनीहरूले के भन्छ काङ्ग्रेसले भने भैँसी हिँड्ने बाटो भन्छ, त्यो हरिपनहरू होइन भन्ने, यहाँ आएर भाषण गरेका होइन। तर खास त्यो भैँसी हिँड्ने हो, अहिलेको भैँसी हिँड्ने हो। जसले बाटो खनेको बाटो पनि के हो त भने सफा गरेको छैन। यहाँ मान्छेको उपस्थिति छ भन्ने पनि उसलाई बुझेको छैन कि मान्छे कस दिन चाहिँ दुर्घटना हुने हो त्यसको टुङ्गो छैन। यो गर्व एकदम चाहिँ तपाईँहरूले बुझ्ने कुरा हो। मान्छेले त भन्न त म के भन्छु भने हामी सत्य कुरा गर्ने मान्छे, असत्य कुरा हामी गर्न जानेनौँ, हिजो पनि जान्नु, अहिले पनि जान्नु। मान्छे कैयौं आरोप लगायो होला, माओवादीले चाहिँ गिरफ्तार गरेर हान्यो पार्यो, तर म यही ठाउँको मान्छे भएको कारणले हामीले सयौं जनतालाई बचाएको पनि हो। यो तपाईँहरूलाई पनि थाहा होला। कसैलाई एक चोट हान्न नदिएर बचायो भने त हामी हो त। जनमुक्ति सेनाले मलाई हान्दै गर्दा म आएर हेरिबाङबाट आएर चाहिँ जनमुक्ति सेनासँग चाहिँ झगडा गरेर कल गरेर चाहिँ यहाँका जनता बचाएको रहेको छन्। त्यो पनि त हामीले गरेकै हो। यहाँ सहज के छ भने यही विद्यालय छ जो वीरबहादुर खत्री यही हुनुहुन्छ, उहाँले दिएको एउटा भवन छ, 10 क्लास छ। अर्को बाटो यही बाटो छ, अर्को बाटो के तलबाट आएको बाटो यति बाहेक देख्नुहुन्छ। काङ्ग्रेस एमाले रोल्पामा विकास दिनु भनेको गोरुले दुध दिनु बराबर हो, यतिले बुझ्नुहोस्। 84 निर्वाचनमा काङ्ग्रेस एमालेलाई विजय गराउनुहुन्छ भने तर तपाईँहरूको चाहिँ विकास यही हो, दिन सक्दैन। र अर्को कुरा 10 वर्षको अन्तरालमा चुनाव भएको, आवधिक निर्वाचन भएको 74 देखि अहिलेसम्म आउँदै गर्दा तपाईँहरूका छोरा केमा लागे, तपाईँहरूका छोरी केमा लागे, कुन चाहिँ जागिरी खाए अथवा कुन ठाउँमा छन्, अनि त्यसको पनि हेक्का राख्नु। राम्रोसँग हेक्का के राखौँ भने इमानदार राम्रा काम गर्ने लायक मान्छेहरूलाई छानौँ भन्ने पनि हामीले हो, गर्ने पनि हामीले। अहिलेसम्म 1 किलोमिटर छैन त्यो बाटो पुगेको छ, त्यो त तपाईँहरूलाई प्रश्न छ नि। सबै जनता एकजुट भएर यी बाटोको समीक्षा गर्नुहोस्, खानेपानीको समीक्षा गर्नुहोस्, बाटो कुन हालतको छ तपाईँहरूमा पनि अहिले हिँडेरै आए।
सबभन्दा 6 नम्बर वडाको सबभन्दा चाहिँ दुर्गम ठाउँ भनेको यही बल्दी हो। किन भन्नुहुन्छ भने तपाईँ अप्ठ्यारो नमान्नु होला। बाटोको यसरी तपाईँको मान्छे मऱ्यो भने यही डाँडाबाट तल झार्नुहुन्छ। कति दर्दनाक मान्छे त तपाईँको दाङको मान्छे, तराईको मान्छे, तपाईँको काठमाडौँ मान्छे त हेर्दै डराउँछ त। सधैँ पो तपाईँ हिँड्नुबाट सजिलो छ, तपाईँ सजिलै मान्नुहुन्छ। बाहिर मान्छे त कसरी आए भन्छ त, अप्ठ्यारो छ नि। त्यस कारण पनि सबभन्दा चाहिँ यातायातको कुरा गर्दा, दुर्गमको कुरा गर्दा के हो त भने यहाँ सुत्केरीहरू यहाँ तल लानु पर्ने, त्यसपछि अब यस्तो विगत छ, बाटो छैन, घाटो छ। तर यहीँकै मान्छेको समीक्षा गर्नुहोस् र त्यो समीक्षा के गर्नुहोस् भने एकजुट हुनुहोस्। बाटो तपाईँहरूलाई यो बाटो खोल्ने हामी बाचा दिन्छौँ तपाईँहरूलाई। 84 को चुनावमा यो हामी तपाईँहरूलाई अगाडि देखेर पनि दिन्छौँ, तर हामीले दिन्छौँ, त्यो अरूले दिँदैन। अरूले दिए पनि त्यसले कारण गर्दैन, लेखेर राख्नु। अरूले भन्लान् तर तिनको सम्भव छैन, सक्दैन। त्यही योभन्दा बढी मैले भनेन, यो कुरा मैले भन्दछु। र योभन्दा बढी मैले के भन्दछु भने तपाईँ सचेत बन्नुहोस्, जागरुक बन्नुहोस्। तपाईँ हामी सबै एउटै यात्री हौँ, जसले हामी पीडा पाएका छौँ, दुःख पाएका छौँ, कष्ट पाएका छौँ। सयौं वर्षदेखि तपाईँ हामी एउटा पीडित मान्छे हौँ। सयौं चाहिँ राजा रजौटाका हामी छोराछोरी होइनौँ, हामी चाहिँ त्यो मुखियाका छोराछोरी तपाईँ हामी कोही पनि होइनौँ। तर हामी एउटा पीडित मान्छे भएको कारण हामी एक ठाउँमा उभियौँ। यहाँबाट कोही चाहिँ चैते वैशाखीहरू, यहाँबाट दाङ काठमाडौँबाट आएका मान्छेहरू, कोही चाहिँ अरू देश विदेशबाट घुमेर आएका मान्छेहरू नमस्कार गर्दैमा, तपाईँहरूलाई 200-400 रुपियाँ दिँदैमा तपाईँ भोट नदिनु होला भन्ने आशा विश्वास राख्दै बिदा हुन्छु। नमस्कार। अनि नेपाली काङ्ग्रेस पियाले एउटा घरमा भएको घर ढाले भयो, यही बाटोबाट हामीलाई मुद्दा पर्यो। हामी हाम्रा लिबाम तुलसीपुर चालर पुग्यौँ होइन। नेपाली काङ्ग्रेस हामीले पार्टीका भन्छौँ, तीन नेपाली काङ्ग्रेस नेताहरूले झुटा मुद्दा हाल्ने मुखहरूलाई चाहिँ हाम्रा नेता भन्छन्। यही हामीले दुःख कष्ट गरेर खुनेको बाटोमा, हाम्रो सरकारले हालेको बजेट खुनेको बाटोमा उनी सही गरेर हिँड्छन्। तर हामीलाई घर नभएको झुटा मुद्दा लागेको छ। यो अन्य होला कि नै होला, तपाईँले मिलेर अन्य चिन्नुहुन्छ होला नि। त्यस्ता दिशा खाने खाने त्यस्ता मोरले पनि चाहिँ झुटा मुद्दा हाल्ने, आज भोलि 3-4 अरू झुटा मुद्दा हालेका छन्। तिर्का पछि लागेर झुट्टा साँची बाइन गर्ने जाने उखालत गर्ने मान्छेहरू पनि छन्। खबरदार किन होला। यही कुरा चाहिँ हाम्रो साहित्य कमरेडले दर्शाउनु भएको थियो, बुझ्नु भयो होला। मैले यति भने अब विभिन्न पार्टी परित्याग गरी हाम्रो पार्टी नेकपा माओवादी केन्द्रमा प्रवेश गरे नयाँ परिवेश कमरेडहरू हुनुहुन्छ। उहाँको नाम वाचन गर्न गएको छु। उहाँहरू यहाँ मञ्चमा आएर उभिदिनु होला।